सो हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। सो आज भने चाहिँ धेरै दिन बादबाट अनि मिनी भ्लगलाई लिएर आएको छु होइन। अन्त मैले चाहिँ धेरै दिन भइसकेको थियो मिनी भ्लग हेर्न लगाएको। अन्त यो चाहिँ मेरो नयाँ पेज हो फेसबुकमा पनि। अन्त तपाईँहरूले पनि धेरैभन्दा धेरै सपोर्ट गरिदिनुहोस् होला यो पेजलाई। आज भने चाहिँ के को मिनी भ्लग मैले लिएर आएको छु भने चाहिँ आज तपाईँले लास्टसम्म हेरिदिनु भयो भने तपाईँले चाल पाइसक्नुहुन्छ। अन्त तपाईँले सबै कुरा चाल पाइसक्नु हुँदा हुँदा चाहिँ मेरो पेजलाई लाइक कमेन्ट सेयर अनि फलो गर्नु नबिर्सिनुहोस् होला। सो गाइज आज भने चाहिँ वेदर चाहिँ धुमो अन्त प्लस रेनी रेनी भइरहेको थियो। धेरै दिन बादबाट पानी पर्दा एकदमै खुसी लाग्दो रहेछ, किनभने धेरै नै धुलोहरू उडिरहेको थियो नि त हाम्रो गाउँमा चाहिँ। अन्त त्यो धुलोहरू निभाइ पनि दियो। तर भए पनि एउटा स्याड कुरा पनि भइरहेको थियो हाम्रो बिचमा चाहिँ, किन भन्दाखेरि चाहिँ हाम्रोमा गाउँ चाहिँ विवाह भइरहेको थियो नि त होइन, होली म्यारिज। अन्त म्यारिज सेरेमनीमा चाहिँ यसरी पानीहरू आउँदाखेरि चाहिँ अलिकति नराम्रो लाग्छ नि त। के भन्छ अलिकति के भन्छ भने डिस्टर्बेन्सहरू ल्याउँछ। तरै भए पनि पानी चाहिँ आधी सरो रहिसकेको थियो हाम्रो बिहान 10 बजीभित्रसम्म चाहिँ। एकदमै दामी डेकोरेसन अन्त प्लस एन्ट्रेन्समा हेर्नुहोस् कति दामी डेकोरेट गरिरहेको छ। हाम्रो चाहिँ गाउँको घरबाट धेरै आमा र भाइले सघाइसक्नु भएको थियो। म चाहिँ आज मात्रै आउँदै थिएँ होइन यहाँनिर, किनभने हाम्रो चर्च मण्डलीको विवाह हुँदै थियो नि त। विवाहको टाइममा चाहिँ सुन्नुमा आउँदा विवाहको टाइममा चाहिँ पानी परेको चाहिँ राम्रो अरे भनेर चाहिँ कुरा राख्दो रहेछ होइन। फर्स्टली चाहिँ हामी चाहिँ विवाह घरमा चाहिँ स्न्याक्सहरू लिनुपट्टि गयौँ नि त होइन। स्न्याक्सहरूमा पनि एकदमै भेराइटिज रहेछ होइन, भेज एन्ड नन भेजपट्टि रहेछ। अनि एकदमै मिठो भयो नि, हामीले त्यो लिँदै थियौँ है। देन आफ्टर चाहिँ ओभरअल डेकोरेसन्स अफ डाइनिङ हल पनि एकदमै दामी भएको थियो। अन्त यो मेवाको रुख अन्त यहाँनिर सुन्तलाको रुख थियो होइन। अनि त्यो रुखले चाहिँ एकदमै स्ट्याटिक भाइब्सहरू दिइरहेको थियो यो डाइनिङ हलमा चाहिँ। अन्त एकदमै मन पऱ्यो नि। भन्दा भन्दा मेरो साथी पनि आइसकेको थियो होइन विवाहमा। अन्त उसँग चाहिँ यो फोटो बुथमा चाहिँ हामीले फोटोहरू खिच्यौँ होइन एकछिन। एन्ड दिस इज द ग्रुम एन्ड ब्राइड बस्ने जग्गा होइन। अन्त हामी यहाँनिर चाहिँ एकदमै भिडहरू भएर त हामीले चाहिँ सेवा एटेन्ड गर्नु पाएन, किनभने हामी चाहिँ पानी परेकोले गर्दाखेरि चाहिँ ढिलो माथि विवाह गर्नु पुगेको थियो नि त। सेवाहरू एटेन्ड गर्नु पाएन हामी चाहिँ, नत्र सेवाको क्लिप्सहरू पनि तपाईँहरूलाई देखाउने थिएँ होइन। अन्त एकदमै अब यहाँनिर चाहिँ कन्सर्टहरूको पनि भइरहेको थियो। अन्त आजको विवाहको भ्लग चाहिँ यतिमै छ। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई, सी यू नेक्स्ट मिनी भ्लग।